साथीहरु म चाहिँ अन्डा करी बनाउँदै छु आज। अनि यतातिर सबै चीज काटेर राखे, प्याज, लसुन, अदुवा, खुर्सानी, टमाटर, आलु। अनि उताटे अन्डा बोइल हुँदै छ। अनि कराई चाहिँ तताएर आफूलाई कति चाहिन्छ त्यही अनुसार तेल हाले। अनि तेल तातिसकेपछि प्याज हाल्छु म मजाले। प्याजलाई चाहिँ गलाउनु पर्छ, नभए प्याजको गन्ध आउँछ के। अनि प्याजलाई गलाइसकेपछि लसुन हाल्छु म। अगाडि नै हाल्यो भने चाहिँ अलिकति प्याज लसुनको उ नै आए जस्तो लाग्दैन के, स्वाद नै आए जस्तो लाग्दैन। दालहरु चाहिँ अगाडि हाल्छु। अनि मजाले लसुन पनि फ्राई भइसकेपछि आलु हालेर फ्राई गर्छु। आलु चाहिँ म के गर्छु भने प्राय टाइम भएपछि चाहिँ यसरी नै पानीमा भिजाएर राख्छु। अनि त्यसपछि अरु गर्छु। टाइम भएपछि त्यो आलुको सेतो सेतो आएर मलाई अलि ठिक लाग्दैन के। अनि त्यसपछि मजाले आलु हालेर फ्राई गर्छु। आफ्नो तरिका हुन्छ पकाउने चाहिँ। मैले चाहिँ यसरी नै बनाउँछु। यसरी पनि बनाउँछु, अरु तरकारीले पनि बनाउँछु। आज चाहिँ यसरी बनाउँदै छु। अनि मजाले आलु फ्राई गर्छु। अनि यसलाई छोपी छोपी पकाउँछु। अनि यसलाई छोप्दिएँ साथीहरु। अब एकछिन पछि आलु मजाले पाकेको छ। मजाले चलाउनी। अनि त्यसपछि चाहिँ गोलभेडा राख्छु। अब गोलभेडा पनि गल्छ नि त सँगसँगै भनेर गोलभेडा चाहिँ अलि बढी लगेको छु अरु भन्दा, किनभने हामी ग्रेभी बनाउने हो नि त। अनि गोलभेडा थोरै हाले नि मिठो हुन्न। अनि त्यसपछि चाहिँ अदुवा हाल्छु। अदुवा अगाडि नै हाल्यो भने अदुवाको त्यो फ्लेभर नै हराए जस्तो लाग्छ के। अनि अलिकति पछिपल्ट हाल्दा चाहिँ स्वाद मिठो आउँछ। अनि त्यसपछि बेसार हाले, धनियाको धुलो, अनि यो चाहिँ जिराको धुलो हो। अनि त्यसपछि चाहिँ यो चाहिँ थोरै मिक्स मसला हो। अनि थोरै मसला पनि त्यति धेरै त खान्नौ, ठिकै। अनि मजाले चलाए टमाटर त यतिकै नि गलिहाल्छ, त्यो सानो गोलभेडा हो। अनि तै पनि मैले एकछिन छोपेर पकाए भने चाहिँ गल्छ नि त। अनि मजाले छोपे गले। अनि त्यसपछि हेर्नु त टमाटर त गलिसक्यो। अनि अब चाहिँ म बल्ल नुन हाल्छु, किनभने अगाडि नुन हाल्यो भने पनि एकैचोटी धेरै पानी आउँछ नि त। अनि अब नुन हाल्यो भने चाहिँ ठिक्क फेरि पाक्छ। आफूलाई अब कति बाँकी हुन्छ नि त पकाउन, अनि त्यही अनुसार हुन्छ। कोही चाहिँ अब कहिले चाहिँ अगाडि हाल्छु, कहिले चाहिँ पछाडि हाल्छु। टमाटर अगाडि हाल्यो भने चाहिँ पछाडि हाल्छु, किनभने अगाडि टमाटरको पानीले मजाले पाक्छ नि त। अनि त्यसपछि नुन हालिसकेपछि फेरि पानी आउँछ नि त। अनि त्यसले मजाले पाक्छ। म चाहिँ चलाई गर्छु क्या। अनि त्यसपछि अब अलिअलि पाकेको चाहिँ अलि आलु काँचै हुन्छ नि त, टमाटर पनि मजाले पाकोस् भनेर थोरै पानी हालेर छोपिदिन्छु। मजाले पाक्छ छोपेर सानो आगोमा चाहिँ। यो चाहिँ अरु बेला चाहिँ मिडियममा गर्छु, कहिलेकाहीँ हतार भयो भने चाहिँ ठुलोमा हो। अनि अघि बोइल गरेर अन्डा नि बोइल भएर मैले चाहिँ थोरै तेल अनि थोरै बेसार हालेर अन्डालाई बोइल गरेँ, के रे फ्राई गरेँ। अनि यता आलु पनि ठ्याक्क पाकिसकेको थियो हेर्नु न। अनि यसरी खुड्यो भने चाहिँ अलिअलि म्यास गर्यो भने चाहिँ अलि बाक्लो हुन्छ नि त आलु त्यो ग्रेभी चाहिँ। अनि त्यसपछि म तातो पानी हाल्छु कि, तातो पानी हाल्यो भने छिटो हुन्छ नि त, किनभने आलु पाकिसकेको हुन्छ। अनि फेरि चिसो पानी हाल्यो भने फेरि टाइम लाग्छ नि त। त्यसैले अनि तातो पानी हालेर एकछिन छोप्छु, त्यो उम्लिन्छ नि त। पानी हालिसकेपछि उम्लेपछि अझ अलि बाक्लो हुन्छ नि त आलुको झोल चाहिँ। अनि उम्लेपछि अलि बाक्लो हुन्छ, त्यसपछि झन् मिठो हुन्छ नि त आफूलाई कति चाहिन्छ भनेर। अनि यतिखेर नै हो कि आफूलाई कति ग्रेभी चाहिन्छ त्यही अनुसार नै पानी हाल्ने। अनि एकछिन छोपेर राख्ने। अनि यसमा चाहिँ मैले थोरै टिमुरको छोप राखेको छु। हामी चाहिँ धुलो खुर्सानी खान्नौँ, त्यही भएर टिमुरको छोप राखेर मजाले उमालेँ। अनि त्यसपछि बल्ल त्यो फ्राई गरेको अन्डाहरू राख्थेँ। एउटा अन्डा चाहिँ मैले बिचमा एउटा अन्डाको दुईटा बनाएर राखेँ। अनि एकछिन पाक्छ। अनि खुर्सानी चाहिँ हाल्दैनौँ, धुलो खुर्सानी। अनि त्यही भएर हरियो खुर्सानी लास्टमा हाले पिरो हुन्छ नि त। एकदम पिरो छ कि यो खुर्सानी, त्यही भएर लास्टमा काटेर हालेको। अब यतिको भइसकेपछि अनि थोरै त्यो उम्लिन्छ, मजाले उम्लिन दिने। अलिअलि बाक्लो हुन्छ नि त। अनि त्यसपछि मिठो हुन्छ क्या। अनि त्यसपछि आफूलाई नुन कतिको लाग्छ, कम भयो भने थप्ने।
ए हेर्नु त हेर्दै हेर्दै कस्तो खाम जस्तो भइसक्यो मलाई त अहिले पनि मिठो भएको थियो कि अब हेर्दाखेरि चाहिँ अलि नमिठो मतलब अलि अर्कै देखियो होला तर एकदमै मिठो भएको क्या अनि हेर्नु त त्यसपछि चाहिँ प्लेटिङ गरेँ 2टा डल्ले थोरै मुलाको अचार साग अनि त्यसपछि खाना र अनि त्यो ग्रेभी सँगै राखेर खाएँ।